तिम्रो आमा हो कि तँ? यदि गाई तिम्रो आमा हो भने तिम्रो डिएनए देखाऊ अस्पतालमा गएर। यदि गोरु तिम्रो बाउ हो भने तिम्रो जन्मदातामा मेरो पिता गोरु माले गोरु भनेर लेख। होइन भने यो मोडमाथि भ्रम पारेर हाम्रो संस्कार संस्कृतिलाई दमन गर्न पाउँदैनौँ। हामी यो सहँदैनौँ। आजैका मितिबाट हामीले आन्दोलन सुरु गरेका छौँ। यो आन्दोलन एउटा सङ्केत मात्रै हो। होइन कुन चाहिँ जनावर हो यो? एउटा जनावर भएर अर्को जनावरलाई मार्न पाउनुपर्छ, काट्न पाउनुपर्छ भनेर भन्दैछ। हो तिम्रो धर्म संस्कृतिमा मार्न पाउनुपर्छ, काट्न पाउनुपर्छ भनेर लेखेको छ भने त्यस्तै अर्को कुनै एउटा धर्म होला नि त। त्यो धर्मको मान्छेहरूलाई गाईलाई पूजा गर्छ, गाई माता हो भन्छ, होइन गाई भगवान हो भन्छ। तिनीहरूको धर्ममा त ठेस पुर्याउने, आँच पुर्याउने काम त गर्नु भएन नि। त्यही माथि गाई भनेको राष्ट्रिय जनावर हो। राष्ट्रिय जनावरलाई मार्न पाउनुपर्छ, काट्न पाउनुपर्छ भनेर यस्तो सार्वजनिक ठाउँमा अभिव्यक्ति दिनु, होइन समाजमा यस्तो द्वन्द्व फैलाउने काम, राष्ट्रियतामा आँच आउने काम। अनि कस्तो मान्छेहरू हुन् भने यो कहाँबाट आउँछ यस्तै खालको मान्छेहरू? यो समाज भड्काउने, देश भड्काउने, देशमा द्वन्द्व मात्रै ल्याउनु पर्ने मान्छे। अनि यस्तो मान्छेहरूलाई समाएर चाँडै समयमै उपचार गरेन भने बडो घातक हुन्छ है। ल न ध्यान जाओस् यसमा।